हाम्रो लक्ष्मण बस्नेतजी नेपालदेखि मलेसिया हुँदै आज पूर्णिमामा हिजो पूर्णिमामा एउटा यतिको खोजीमा भन्ने चलचित्र प्रदर्शनको लागि आउनु भएको थियो र चलचित्र भव्यताको साथ प्रदर्शन पश्चात उहाँ अहिले फेरि मलेसिया हुँदै सिङ्गापुरबाट नेपाल फर्कने क्रममा हामी एयरपोर्टतर्फ प्रस्थान गरिरहेको छौं। यसै सिलसिलामा हामीहरुकै साथमा एउटा हाम्रो युवा बुद्धिजीवी व्यक्तित्व पनि हुनुहुन्छ र यो हिजो अस्ति भएको 200 अब यतिको खोजीमा भन्ने चलचित्रको बारेमा उहाँलाई म केही कुरो सोध्न गइराखेको छु र मेरो अब प्रश्न उहाँलाई, रिचर्ड जी, तपाईलाई यतिको खोजीमा भन्ने चलचित्र यहाँ पूर्णिमामा प्रदर्शन भइसक्यो, 200 प्रदर्शन भयो, एकदम भव्यताको साथमा प्रदर्शन भयो। तपाईलाई यो चलचित्र कस्तो लाग्यो र यो चलचित्रमा सुधारमा आउनुपर्ने कुराहरू के हुन् जस्तो लाग्यो? तपाईको सरल भाषामा प्रश्नाइदिनुहुन्छ कि? यो चलचित्र अब यहाँ 200 तपाईले अघि एक्सप्लेन गरिसक्नु भएको छ हैन। धन्यवाद मलाई यो सोधिदिनु भएकोमा फर्स्ट अफ अल। अनि यो सो चाहिँ मेरो भ्यूमा मैले जति देखेको, मैले हेरेर देखे अनुसार यसमा मैले सारै त्यस्तो ड्रास्टिकली यो गर्नुपर्ने मैले केही पनि देख्दिनँ। सबै जे होस् मैले अडियन्सहरुबाट बुझ्दाखेरि उहाँहरु निकै खुसी हुनुहुन्थ्यो यो फिल्म हेरेर चाहिँ, अनि उहाँहरूले पनि निकै गुणगान गाउनु भएको छ। नेपाली फिल्म चाहिँ यही रेशियोमा बढ्दै जान्छ भन्छ, नेपाली फिल्म इन्डस्ट्रीमा निकै चेन्जेस आउँछ र निकै राम्रो हुन्छ होला भन्ने उहाँहरुको विचार मैले सुनेको थिएँ। अनि मलाई पनि त्यही लाग्यो। त्यो सानोतिनो कुराहरू हामीले अब गर्ने कुरा आउँदैन हैन, सानोतिनो टुटीफुटी जेमा पनि भइ नै हाल्छ। अनि यो फिल्मको बारेमा चाहिँ मलाई पनि एकदम राम्रो लाग्यो। यो चाहिँ नेपालको पहिलो एडभेन्चरस मुभी जस्तो लाग्यो। अनि एकदम एक्साइटिङ प्लेसहरू त्यहाँ देख्न पाइन्छ, न कि म पनि त्यो ठाउँमा पुगेको थिइनँ। अनि मैले चाहिँ यो फिल्म हेरेर चाहिँ मैले हाम्रो देश कति सुन्दर रहेछ त, कस्तो रहेछ त, अनि हाम्रो देशमा चाह्यो भने के गर्नु सकिँदो रहेछ त भन्ने खालको मोटामोटी यसमा मैले देखेँ। अनि अब जति पनि मान्छेहरूले त्यो फिल्म हेर्दाखेरि उहाँहरूले उहाँको फिल्मको त्यो यतिको मेनली चाहिँ उहाँहरूलाई यतिकोमा चाहिँ निकै कहिले यति आउँछ र कहिले उ गर्छ भन्नेमा निकै लागेको रहेछ। र उहाँहरूले पछि गएर यति हेर्दाखेरि अनि उहाँहरूले पनि निकै गुणगान गाउँदै हुनुहुन्थ्यो। यतिको फिल्म बनाउँछ भने चाहिँ हाम्रो नेपालमा निकै राम्रो डेभलप हुन्छ होला भनेको भन्नुभएको थियो। अनि मलाई पनि त्यही लागेको छ। धन्यवाद। र फेरि यसै सिलसिलामा म यहाँलाई अर्को प्रश्न राख्न गइराखेको छु। तपाईले भन्नुभयो यो नेपाली फिल्म इन्डस्ट्रीजमा एउटा नयाँ नर्सिसमा पहिलो फिल्म यसरी नेपालको सारा सुन्दर दृश्यहरूलाई समेटेर बनाएको फिल्म। अब के यस्ता फिल्महरूले नेपालमा मार्केट लिएला नि त? जहाँसम्म लाग्छ मलाई यस्तो फिल्महरू पायो भने अवश्य लिन्छ। प्राय हाम्रो फिल्म नेपाली उसमा चाहिँ कस्तो मैले कुनै त्यो फिल्म इन्डस्ट्रीलाई उ गर्नु खोजेको होइन, र पनि प्राय हाम्रो नेपाली फिल्महरू चाहिँ एकै किसिमको एउटै ढाँचामा ढल्केको प्राय फिल्महरू देखिन्छ। यसमा यो अहिलेको हामीले यो फिल्म हेर्दाखेरि चाहिँ यतिको सर्च हेर्दाखेरि चाहिँ मान्छेहरू निकै खुसी हुनुभएको छ। अनि यो तरिकाको फिल्महरू बन्दै गयो भने निकै मार्केट चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ निकै लिन्छ जस्तो लाग्छ। लिल ब्रो यताको उहाँको के छ कि हो लिल ब्रो भन्नु सक्छु। यसलाई कस्तो के बताइदिउँ? अब लाग्छ भनौँ कि लाग्दैन भनौँ, फिल्म त पुरा हेरियो। अनि कुरा अनुसार मलाई कस्तो लाग्यो भने, अनि मैले नेपाली फिल्म त्यति त हेर्दिनँ, तर प्राय एक्सनहरू हेर्छु मैले। यसमा विशेष गरेर मैले एक्सन देखेको अहिलेसम्म मान्छेहरूले के गर्छ भने त्यो मेन फाइटरको र अनि के फाइटिङ डाइरेक्टरको ढाँचामा अनि तिनीहरूले के गर्छ भने प्राय फाइटहरू सबै तिनीहरूले कस्तो गरेको हुन्छ भने के भन्छ नेपालमा त्यो स्ट्रिङ लगाएर के गरेर हानेको हुन्छ। तर यसमा मेन मैले के देखेको हो भने एक्टर्स क्यापेबल हुनुपर्छ र एक्टर्सलाई डिरेक्टरले जुन डिरेक्सन दिएको हुन्छ त्योभन्दा राम्रो एक्टर्सले गर्न सक्नुपर्छ। अनि हो त्यो एक्सन फाइट मलाई मन परेको हो। र अनि एडभान्चरस भनेपछि मलाई मनपर्छ र म त्यही सब्जेक्टमै म अहिले हुर्केको छु। र विशेष गरेर मलाई मन परेको नेपालको हाम्रो रिचर्डजीले भनिसक्नुभयो नेपालको दृश्यको बारेमा। म पनि त्यो ठाउँमा अहिलेसम्म गएको छैन र यो मुभीले मलाई कसरी एट्र्याक्ट गर्यो भने चाहिँ भविष्यमा एक दिन म मेरो नेपाल पनि घुम्छु है, मेरो नेपाल पनि यस्तो रहेछ भनेर म प्राउड फिल गरेको। मबाट यति नै हो, खास टुटीबुटी मबाट छैन।
त्यो मेरो लागि आउटस्ट्यान्डिङ। खासै भन्दाखेरि म खेलाडी हो, म ताइक्वान्डो खेल्छु, तर म सबै स्पोर्ट प्रायः यसो त्यसमा तिनीहरूमा म पर्फेक्ट छैन, तर प्रेमी म हो। र मैले खास ताइक्वान्डोले गर्दाखेरि र मेरो ताइक्वान्डोको अब के भन्छ फ्यामिली भनेर उसलाई मैले बढाइ चढाइ गरेको होइन। अनि त्यो मान्छे कस्तो छ भन्ने कुरो तपाईँहरूले देखिहाल्नुहुन्छ जब फिल्म हेर्नुभयो भने। अनि तपाईँहरूले के देख्नुहुन्छ भने यसमा, अनि हाम्रो नेपालमा नेपालको मुभीहरूको र मुभी स्टारहरू भन्दा अनि उसले के गरेको छ भने त्यति साह्रो बढाइ चढाइ गरेको छैन र अनि त्यो अहिलेको टेक्नोलोजी चिजहरू त्यति प्रयोग गरेको छैन, फिजिकली आफैले गरेर देखाएको छ। त्यो नै मान्छेले विश्वास गर्ने र नगर्ने त्यतिखेर नै देखिहाल्छ इनफ्याक्ट के हो भन्ने कुरो। तपाईँले भन्नु खोज्नु भएको लक्ष्मणजीमा यो टेक्निक यो एक्सन मुभीको लागि धेरै राम्रो ट्यालेन्ट छ भन्नुभएको होइन? अब मैले भन्नु पनि पर्दैन, जब मान्छेहरूले मुभी हेर्नुभयो र हाम्रो दर्शकहरू नेपाल जनताले यो मुभी हेरे पनि यो क्वेसन त्यति के लाग्यो भने मलाई मैले आन्सर दिनु जरुरी छैन, उहाँहरूले सक्षम प्रत्यक्ष रूपमा देख्नुहुन्छ। लक्ष्मण बस्नेतजी साँच्चीकै उहाँ एक्सन फाइटको लागि एकदम योग्य कलाकार हुनुहुन्छ र अरू फिल्म इन्डस्ट्रिजहरूले यस्तो एक्सन मुभी बनाउनु भयो भने लक्ष्मणजीलाई बिर्सने प्रयत्न नगर्नुहोला। उहाँलाई सम्झनु सक्नुभयो भने तपाईँहरूको सायद बनेको फिल्म दर्शकहरूले धेरै नै रुचाउनुहुन्छ भन्ने म लगायत हामीहरू जसले यो फिल्म हेर्यौं र उहाँको प्रदर्शनलाई हामीले जसले हेर्यौं हामीहरूले यो शब्द दिन सक्दछौँ र दिँदछौँ। धन्यवाद।